तिब्बतबाट सुरु भएको बाढीले नेपालमा विनाशकारी रूप कसरी लियो? पानी लेहेन्दी नदी हुँदै भोटेकोसीमा आएर मिसिन्छ। जब माथिल्लो हिमाली क्षेत्रमा हिमचट्टान फुटेर लेहेन्दी नदी थुनिन्छ, त्यहाँ अस्थायी प्राकृतिक बाँध र पानीको ताल बन्न पुग्छ। यही विशाल चट्यान गज्रदै झरेको भएर होला बुधबार बिहान नेपालमा 8:37 4.4 म्याग्निट्युडको भूकम्प मापन भएको थियो। तर भूकम्प आएर नै बाढी आएको होइन, यो कुरालाई प्रारम्भिक रिपोर्टले पनि पुष्टि गरेको छ। जब बाँध बन्छ र त्यसको पछाडि पानी जम्मा हुँदै गयो, जब त्यो अवरोध फुट्यो, पानी मात्र आएन, हिउँ, माटो, ढुङ्गा, चट्टानको अत्यन्त शक्तिशाली बहाव भोटेकोसीको नदीतर्फ आयो। करिब बिहान 9:15 तिब्बततर्फबाट आएको आकस्मिक पानीको बहाव भोटेकोसीमा प्रवेश गरेको प्रारम्भिक विवरण छ र त्यसपछि रसुवाको टिमुरे, रसुवागढी, स्यापुरबेसी हुँदै यो विनाशकारी बहाव तलतिर फैलियो। भोटेकोसी हुँदै त्रिशुली र नारायणी नदी प्रणालीसम्म पुगेको बाढीले बाटोमा भेटिएका संरचनाहरू बगाउँदै लग्यो। तर खतरा अझै सकिएको छैन। अहिले चीनतर्फको सीमा आसपासमा नदी थुनिएर नयाँ बेरियर लेक बनेको विषयले अर्को चिन्ता थपेको छ। चिनिया अधिकारीका अनुसार उक्त तालमा करिब 20 लाख घनमिटर पानी जम्मा भएको छ र आगामी 3 दिनसम्म थप करिब 30 लाख घनमिटर पानी त्यहाँ पुग्न सक्ने चेतावनी दिएको छ। यदि प्राकृतिक बाँध कमजोर भएर ठूलो मात्रामा पानी एकैपटक बगिरह्यो भने भोटेकोसी र त्यसपछि त्रिशुली नदी आसपासका बस्तीमा पुनः ठूलो जोखिम हुन सक्छ। तर यसको अर्थ अर्को बाढी निश्चित रूपमा आउँछ भन्ने होइन। यो सम्भावित जोखिम हो, त्यसैले सतर्कता आवश्यक छ।